मेरे बहन ऊपर में है। अभी खाना खाकर हम लोग लोकर में जाएगा, ऊपर में है बोल रहे। देखो क्या है ये हम लोग बनाएगा। पूछे पूछे में Have a nice Rosar. Happy Rosar. Happy Rosar. देखो गाइस दिदीको चाहिँ हात मलाई गाह्रो हुन्छ है। देखो गाइस पहुंच गए इधर। क्या ऊपर जाओ ले से लोग पहुंच गए। जोक्टोल जोक्टोल तारा यहाँ धेरैजना मान्छे आउँछन् पिकनिक खान। कहाँ बनाउँछ यो यो के भन्छ यो लिमिटेड भ्याकेसन भ्याकेसनमा धेरै हुन्छ कि गाइस आज तो रमाइलो हुन्छ है एकदम रमाइलो ह्याप्पी ह्याप्पी भेरी ब्युटिफुल कि पूजा ग्रुप लगे थे हम ना जगह तो जक्टोल डाँडा जक्टोल डाँडा ये वीडियो बना सब लोग जा रहा है ऊपर मट्टी है के मानो तो पिकनिक खाया से नहीं गए पिकनिक पिकनिक ओ पिकनिक लोग इधर पिकनिक खा रहा है गाइस। हम लोग तो ऊपर में है मट्टी हो कैमरामैन लक्ष्मी है आज देखो सब लोग लाइन में फोटो खींच सबैजना रेडी भइदिनु होला। अब हाम्रो यो गुरुङहरुको एकदम पुरानो खेल हाम्रो अब त्यसै गरी र बहादुर गुरुङज्यू हजुर रेडी भइदिनु होला। यो छालो हाने कार्यक्रममा जो पनि दाजुभाइहरु भाग लिन चाहनुहुन्छ प्लिज स्टेजमा आएर नाम लेखाइदिनु होला। यस्तो मौका घरिघरि आउँदैन। यो हाम्रो संस्कृति झल्काउने गेम हो, खेल हो। यसलाई सबैले माया गर्नुपर्छ, साथ दिनुपर्छ प्लिज। ररजी हजुर के रेडी हुनुहुन्छ? रेडी लौ हाम्रो
सबैजना हेर्ने हाम्रो दिदीबहिनी दाजुभाइहरूले प्लिज खेललाई एकदम भरिपूर्ण मनोरञ्जन लिँदै साथ दिनुहोला र सँगसँगै हौसला पनि दिनुहोला। त्यसै गरेर अब हाम्रो मरिराज गुरुङज्यू छ्यालो हान्नेको लागि तयार भइदिनु पनि मैले हार्दिक अनुरोध गर्दछु। रेडी हुनुहुन्छ? ओके 1 2 3 गो। राम्रो प्रस्तुति भएको पनि एकदमै को हुनुहुन्छ छ्यालो हान्न प्लिज स्टेजमा नाम लेखाइदिनु। भिडियो बनाउन आएको डान्सरहरू ना मुख डांस प्रैक्टिस कर रहा है इधर। क्या कर रहे हैं सुरुदेखि होइन उधर डिफरेंट ग्रुप है देखो। इधर में एक डिफरेंट ग्रुप डिफरेंट ग्रुप। वीडियो खींचे कोई डांस करे कोई फोटो खींच कर कति एक्साइटेड देखिरहेको छु मैले यो खेलको लागि हाम्रो गुर्सिनी दिदीबहिनीहरू। साँच्ची नै मलाई गर्व लाग्छ हामी केही कुरामा कमी छैनौँ। हामी गुरुङ जाति भनेर पनि यो खेलबाट प्रष्ट देखाउन सकिन्छ। हामीले जति पनि खेल सुरु रेडी हो एकदमै एक्साइटेड म पनि एकदम एक्साइटेड भइरहेको छु यो खेलको लागि। ल म रेडी हुन गोविन्दजी एनाउन्स गरौँ। ओके रेडी 1 2 3 महालक्ष्मी टिमले त देवतारा फिस्को टिमले एकदमै यो खेल त यति रमाइलो हुँदैछ। ल है त कसको टिमले बाजी मार्नेछ? एकदमै हाम्रो महालक्ष्मी टिम र हाम्रो देवतारा टिमले यति मिहिनेत गर्नु भएको छ। ओ माय गॉड जिता एकदमै साह्रै नै रमाइलो यो खेल हाम्रो प्रस्तुत भएको छ हाम्रो गुरुङ जातिको। सबैजनाले यो खेलमा सहभागी भएर साथ दिनु होला। यो गुरुङ दाजु कता हुनुहुन्छ तपाईँ? खेललाई भव्य र सभ्य र अनुशासन पूर्वक खेलिदिनु पनि मैले हार्दिक अनुरोध गर्दछु। साँच्चै नै आज हाम्रो पुसको अन्तिम शनिबारको यो गुरुङ
चाहिँ यही समाप्त भएको मैले घोषणा गर्दछु। विजय टिम हुनुहुन्छ देवतारा टिमलाई हार्दिक बधाई। त्यसै गरी महालक्ष्मी टिमजुलाई पनि सहभागी हुनुभएकोमा उहाँलाई पनि धेरै धेरै धन्यवाद हाम्रो